तेरा कितानु ना घर हाम्रो वाला नयाँ घरमा मिस यू दादा आई लभ यू दादा भन त भन आई लभ यू दादा भन त हेर्न रोइदिएको भाइ यो त साँच्चीकै रियल रोइदिएको हेर त यो त आई लभ यू दादा भन त ओइ यो त रियल रोछ त भाइ ओइ ल आई लभ यू दादा मिस यू दादा भन त ल ल भन न ल भयो क्या अब ल भयो अब भयो ल ल दादाले मिस यू दादा भन त ल भन एकचोटि आई लभ यू दादा भन त ल खोइ त भनेको खोइ त मा रियल आँसु निकालिदिएको हेर त यो आमै के यस्तो आइलाग्यो साँच्चीकै रुवास् त आमै यो त रियल रोको छ त हेर यो त आई लभ यू दादा भन न भन त ल दादालाई पनि तिमीसँगै राखेर पढाउँछौ दादा र तिमीसँगै पढ्ने कि नै ल भन् दादालाई यहाँ तेरो घरमा राखेर पढाउने कि नै पढाउने घर जाने कि त पनि घरै बसेर पढ्ने कि यहाँ बसेर पढ्ने घर बसेर पढ्ने घर बसेर पढ्न जान्छौ स्कुल जान्छौ घर गएर स्कुल जान्छौ कि जान्दैनौ त अनि स्कुल नजाने भए त अनि के म रमाइलो भयो त अनि स्कुल त पढ्नु पर्यो त त्यही स्कुल पठाउनु भनेर घर जान लाग्छ नै घरबाट स्कुल जान्न भनेर पठाउन लाग्छ भागिदिन्छस् जा भागेर जा दादा र तिमी सँगै बस्ने दादासँगै बस्ने तेरो बाबु त छैन त तेरो बाबु त गयो अर्की जोइ लगेर गयो तँलाई मार्यो तँलाई के थाहा अर्को तँलाई के थाहा त अर्की जोइ लाग्यो भने थाहा छैन थाहा छैन मलाई थाहा छ थाहा छ के बोल्नु न म बोल्दैन त किन त म तिमीसँग मात्रै बोल्छु त भइगयो त अनि किन लगाएछ है आज मेरो पुन्टु चाहिँ घर दादासँग चाहियो भनेर रोएको छ ल ओइ ल खै म पनि बुझ्न सक्दैन अब के हो बच्चाहरूको कुरा भने जस्तो पनि लाग्यो यिनीहरूको भावना बुझ्नै गाह्रो हुँदो रहेछ क्या हो नटक घर गएपछि स्कुल जानु पर्दैन भनेर ल टच्चाउ र त गिनाउनु थोते मेरो बुपुलाई यति राम्रो ठाउँ बनायो के